हेलो गाइज, धेरै समय पछाडि लगभग कति 2-3 हप्ता पछाडि जुटेको छु। अब के भन्नु, अब डेली भ्लगको लागि डेली कन्टेन्ट हुँदैन। त्यही भएर अब आज चाहिँ एकदम लामो समय पछाडि जोडिरहेको छु केटाहरूसँग। के हो एक नम्बर औषधि हो। के को खुट्टा मर्केको भुइँचम्पा खुट्टा मर्केको एकदम ठुलो दबाई साथीहरू यहाँ चाहिँ हाम्रो आशिषजीले भनेको। अहिले चाहिँ हामी तिङरेबाट आइरहेको छौँ भोला खोजेर खाएर पिएर। तर नि अब हामीलाई यतिले चाहिँ पुग्दैन। हामी चाहिँ अब धेरै टाढोसम्म जानुपर्ने केटाहरू अब यसो बेला भएको बेला होइन। अब तँलाई चाहिँ मलाई एकुरेट भन्नुपर्ने त। हाम्रो कोपी सर चाहिँ पुरै फेरि बारीमा हो बिमबाजे पनि हेर्नु हुँदैछ। कोपी सर चाहिँ पुरा यहाँ आलु रोप्ने कार्यक्रम यहाँ हाम्रो। खै आलु कि मटर हो त्यो त। ल अब साथीहरू, अब हामी फाइनली कोपी सरको घरमा आइपुग्यो। अझ कहाँ जाने? बाटोबाट हिँड्नु चाहिँ अब लगभग हामी कति बजे 3 बज्नु आँट्यो होला, 2:30 बज्यो। खाना पिएको छैन हाम्रो आशिषजीमा चाहिँ बिहानैदेखि खाना नखाइ अनि हामी चाहिँ खाना नखाइ यहाँ आशिषजीमा चाहिँ बोला भयो। हाम्रो साइतीजी चाहिँ खानासाना चेपिसकेको रहेछ। अब एकछिन यसो हाम्रो गाउँघरतिरको भ्लग बनाउँदैछौँ। यहाँ हेर्नुहुन्छ है सयपत्री। हाम्रो तिहारमा चाहिँ अब सयपत्री थिएन, घर सजाउनुको लागि पनि थिएन। हाम्रो यसपालि के भन्नु, तिहार चाहिँ एकदम छिटो भइसक्यो जस्तो लागिरहेछ। तिहार सकिसकेपछि चाहिँ अनि झक्कमक्क हाम्रो सयपत्रीहरू फुलिरहेछ। अनि यहाँ हेर्नु त पानी खेर गइरहेछ है साइलीजी। हाम्रो साइली साउनीले चाहिँ यहाँ हेर्ने विचार गर्नुपर्ने बेला भयो। लोकल मकै हेर्न सक्नुहुन्छ। दामी भिटामिन। तर लोकल त हो कि होइन हो यो मुला विकासे जस्तो लाग्यो। यो ठाउँ चाहिँ अस्ति हामीले के पो गरेको थियौँ, हामीले पूजा होइन त्यो लामा पूजा गरेको थियौँ यही ठाउँ। अझै यहाँ चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरूले फुलबारी एकदम। हाम्रो साइली साउनीहरूले चाहिँ फुलबारी बनाइसक्नु भएको रहेछ। अनि हाम्रो सन्तोष चाहिँ कहाँ गएछ? यता रक्सी गाउँको लोकल प्युर यसरी पकाइन्छ। चारो खोजेर आएको कहाँ सान पुग्यो? देउसोको बात। सन्तोष त अगाडि आइगएको थियो। हाम्रो साइली साउनीहरूले चाहिँ 1-2 बारी के पो फक्चारो भनेको चाहिँ चारो सुँगुरलाई हेर आइसक्नु भएछ। अनि सिपी कस्तो भइरहेछ त? मकैबारी दोर्याम हामी एकछिन घुम्छौँ गाउँतिर, एक्सप्लोर गर्छौँ। टिभी सर हाम्रो केटाहरू चाहिँ गाउँको लोकल हान्दै रहेछ है। जारसँग मकै यो चाहिँ हो नि त बेस्ट कम्बिनेसन भनेको चाहिँ होइन। हान्दै त भाइ त्यो एक घोड्की हान्ने अनि मकै हान्ने। ओइ पहिला त यो मकै र जाँड खान्थ्यो होइन त? तैँले अझै लिन छैन? अब के थाहा त नि, हामी त बल्ल खोजेर गएर कति 30को लिएर। अनि यहाँ चाहिँ हाम्रो साइली नानालाई चटपटे बनाउन लाउँदैछौँ। मिठो बना ल, छिटो गरे। यो कुरा त म अब चटपट खाएर त्यहाँदेखि के गरेको छ चम्चिका स्पुन 2टा भोक लागेको बेला मिठो भात खाइखेर आउँछौँ। घर जानु पनि भात खानु घर त राख्नु पर्ने जामा होला देखि तलको
पिरो मिठो साथीहरू आजसम्म यतिको मिठो चाहिँ चटपट लागेको थिएन किन भन्दाखेरि भात नआएर होला जस्तो आशीहरू मैले खाएको छैन है दामी लाग्छ बनाएर लगेर हिँड्न अब जानुपर्छ नि तल मेसी भएको हाम्रो टुरमा चाहिँ त्यो पनि सहभागिता हुन्छ कि हुँदैन अब हुनु पर्यो होला नि त होइन गाउँघरमा होइन हुन्छु म अब हाम्रो छिट्टै टुरको पनि भ्लग आउँदैछ धेरै टाढा त होइन नजिकै जाउँ हुन्छ अनि हाम्रो केटाहरू अब सल्लाह हुँदैछ यसो हल्का अब घुमाइ हुन्छ होला हाम्रो यसले कति 2-3 हजारको राख्छु भने सिपी 3 हजारको के भन्छ है यहाँ हाम्रो भ्युअर्सहरु जान्न चाहन्छ हाम्रो सिटी हाम्रो साइको ब्लगले चाहिँ अब यहाँ एउटा ग्रेट गेम राख्ने अरे अनि त्यसमा चाहिँ अब प्राइस राख भन्दा यहाँ हाम्रो के गर्छ साइके भन्नु है प्राइस राख्छ राख्दैनस् लु सिस्नु के अरे त्यो ग्यासको लाइटर यहाँनिर दाँतमा ग्यासको लाइटर ल त गाइजहरु अब हामी चाहिँ खाजा खाइयो हल्का चटपट अब हल्का एकछिन घुमाइ हुन्छ होला हाम्रो मेसी भाइको हन्टिङमा हिँडेको मेसी भाइ भेटिने पनि बोक्न म भ्लग गरेँ मेसी भाइ भेटिँदैन मेसी भाइ भेटेपछि त्यहाँदेखि अनि एकछिन मिटिङ हुन्छ त्यस पछाडि अनि हामी कहाँ जान्छौँ हेर्दै गर्नु होला हाम्रो कोबी सर पनि ततिँदैछ जानुहुन्छ कि हुँदैन खै कोबी सरको फेरि घाँस काट्नु भन्ने अरे मौसम वेदर चाहिँ आमामा क्या बबाले ओए सिपी ओए साइके वेदर क्या दामी देखिरहेको छ आइफोनमा हेर त तेरो वेदर नि यहाँपट्टि कस्तो दामी देखिरहेको बब्बल वेदर असम नजाने कोपी फास्ट एकदम छिरा ल जर्म छिटै जाऊँ मेसी भाइ भेट्न यहाँ हाम्रो राङ चाहिँ फेरि आउँदै रहेछ तलदेखि स्कुलबाट चाहिँ यसको तल हो स्कुल फेरि स्कुल चाहिँ तेरो तल हो सुन्दर बेसीबाट पो यता आइछ त नि थ्याङ्क यू लु जा छिटो ल अब चाहिँ हाम्रो 4 बज्न आँटिसक्यो चल सिबी यो पो बाउलाई निस्क्यो क्या हो अहिले झन् अघिसम्म जोसिने चाहिँ उयो अहिले भात नखाइ हामी चाहिँ हिँडिरहेको छ साथीहरू हामी चाहिँ यही चारो नचेपी हिँडिरहेछ अहिले आएर चाहिँ अघिसम्म जोसिने चाहिँ हाम्रो यो साइके मुला अहिले चाहिँ उयो आएर कहाँ जानु भन्दैछ अनि यस्तोलाई हान्नुपर्छ होइन त मैले भनिसकेँ र तैँले बुझेको छैन साइके नामले बुझ्न मलाई म अघि एकसाथै भयो अहिले म गइरहेको छु भने साइको होइन बुझ्न अर्थ दिइरहेको छु त नि ओके साइकेको अर्थ अनप्रिडिक्टेबल तर आम्मामा हाम्रो है मासला हाम्रो भिलेज पनि दामी देखिँदो रहेछ या घाम लाग्दा त घाम चाहिँ तर डुब्न आँटिसक्यो यता चाहिँ हाम्रो क्रिस यहाँ चाहिँ क्रिस
भित्र लुक्दैछ घरभित्र। अब चाहिँ हामी मेसी भाइलाई भेट्नु जाँदैछौँ। मेसी भाइ पनि अब कता छ पनि बा कता भ्लग बनाउँदैछ कि कता जङ्गलमा अब घाँस काट्नु त्यता केटा कुदिरहन्छ, घाँसमा गएको छ कि तरुल खुनु गएको छ कि त्यसलाई भेट्नु पनि एउटा हाम्रो टाक्सै छ। हाम्रो यहाँ चाहिँ हाम्रो आशिषजीहरूको चियाबारी हो यो। दामी छ ठाउँ चाहिँ। ल अब हामी मेसी भाइलाई फाइनली खोजेर भेटेर त्यहाँदेखि कन्टिन्यू गर्छौँ। ल साथीहरू कहाँ गयो मेसी? कहाँ छ? यो त घाँसमा त होइन बाँसमा पो पुगिरहेको छ। ए पेप्सी पेप्सी भाइ तेरो यहाँ झन् भ्लग बनाउनु हेर्नुहोस् है। यहाँ हाम्रो बेसी भाइ दिउस चाहिँ सपना देखिरहेको रहेछ। उठ उठ झन् यहाँ तल लानुपर्ने होइन कस्तो खालको रहेछ। खोइ यसरी टेम्परेचर नाप्नु साथीहरू हाम्रो हेर्ने चाहिँ मेसी भाइ चाहिँ हाम्रो नर्मल भन्दा अलिकति बढी चाहिँ छ है। तर दिउँसोको 3-4 बजीसम्म सुतिरहेको रहेछ। हामीले फाइनली उसलाई चाहिँ हामीले गोजीबाट गोजी ओछ्यानबाटै उठाइसक्यो। किन सुतेन? त्यो हाम्रो प्रब्लम हो, तेरो प्रब्लम हो। मलाई किन सुतेन? अलिक तल पुग्दा सूर्यमा पापा होइन र सूर्यमा पापाले तल सताउँदैन। झन् त्यो चाहिँ डेली भ्लगर भएर चाहिँ कुन चाहिँ मुला यहाँ सुत्दै बस्दैछ त्यो लात भेट्लास् नि। डेली रिल्स बनाउनु अरे डल्लो परेर हामीले फाइनली मेसी भाइलाई पनि अब ओछ्यानबाट निकालिसक्यौँ। यहाँ हाम्रो बोजू चाहिँ रिसाउनु हुँदैछ। त्यही पनि मेसी भाइलाई हामीले लगेर सक्दो प्रयास गरेर लानेछौँ है त। साथीहरू फाइनली हामीले मेसी भाइ पक्रेर ओछ्यानबाट उठाएर निकालिसक्यौँ। मेसी भाइ चाहिँ एकदम फेरि व्यस्त निन्द्रामा स्वर्गमा परिहरू देख्दै थिएँ। क्या हो मेसी भाइ किन हो त चाहिँ भाइ अनि यस्तो रिल्स बनाउने बेलामा चाहिँ सुतेको हो भन्दै नि त? अनि के कारणले आज यस्तो सुतिस् अनिन्द? ल अब साथीहरू फाइनली हामीले मेसी भाइ भेटिसक्यौँ। मेसी भाइलाई चाहिँ क्याप्चर गरेर हामीले हन्टिङमा जानुपर्ने हुन्छ। ल साथीहरू अब चाहिँ हामी कहाँ जाँदैछौँ? हामी के पो कहाँ जाँदैछौँ? आखे बासिन डाँडा। हामीले चाहिँ अब बासिन डाँडा जाने प्लान भयो। अनि त्यहाँ चाहिँ हामीले अब आजभन्दा धेरै वर्ष अगाडि पुरानो हाम्रो मेमोरीहरू छ। त्यही भएर त्यो ठाउँमा गएर चाहिँ यसो रिफ्रेस लिने। अलिक धेरै टाढा त होइन, अब यही डाँडादेखि मुनिपट्टि हो। त्यही भएर हामी केटाहरू गएर एकछिन बसेर त्यहाँदेखि चाहिँ अनि आउने छौँ भन्ने सल्लाह भएर हाम्रो मेसी भाइ चाहिँ फेरि पुरा निदाइरहेको रहेछ। साथी दिउँसो सपना भन्नु त नभएको कसको सपना देखिरहेको थियो कोनी बिचरा भाइले। उहाँलाई चाहिँ हामीले उठाएर जगाल्थ्यो। हाम्रो भाइ भाइ निन्द्रादेखि उठिरहेछ होइन? यता हेर्छ भाइ निन्द्रा। उसको लागि चाहिँ बिचक भइरहेको होला, तर बिचक होइन। हाम्रो जस मेसी भाइ एक्टिभ छ, हाम्रो भाइ एक्टिभ छ। अब यस्तोमा हिँड्छ होइन? सपना लागिरहेछ होला है तँलाई? हाम्रो यात्रा चाहिँ कहाँसम्म गयो तँलाई थाहा पनि छैन होला। कहाँ
हामी चाहिँ त्यो त्यो हो आसे कता खण्डकी टारबाट यता आउने हो कि यहीँबाट छिर्ने यहाँबाट झोडी झोडी फसेको थियो उतैबाट खण्डकी टारबाट आउँदा ठिक्क हुन्छ यस्तो गरेर त्यो सिधै उतैहरूबाट होइन बाटैबाट छ नि त त्यतैबाट जाउँ ल हिँडिसके ल त गाई चार अब हामी चाहिँ हामी त अब यो रोड प्लानिङ अल वेदर बाटो गएर तलबाट हाम्रो खण्डकी टारबाट चाहिँ हामी खण्डकी टारबाट यस्तो घुमेर हामी बासिन डाँडा पुग्नेछौँ है त हाम्रो अगाडि हाम्रो साथी चाहिँ डरले भाग्नु हुँदैछ हाम्रो भाइ अगाडि साथी चाहिँ ताप हान्नु हुँदैछ काम चाहिँ बिगार्नु भएको छैन होला यो मुला बौला ल हाम्रो साइकलले चाहिँ फेरि नयाँ गाना निकालिसकेर एक ताल सुनाइदिए त कस्तो छ मैले गाना निकालेको होइन कि गाइस यता घाम चाहिँ डुबिसके अनि तैँले घाम देखाएर यहाँ होइन घाम डुबिसक्यो नि त मैले चाहिँ भन्न यस्तै छ त्यतिकै यसको नाम साइके होइन है गाई साइके भनेको त्यतिकै होइन नि भन्नु खोज्दै खोज्दा उसलाई यादै भएन यहाँ पहिरो कसको ओ झुकिरे देखाइदियो नि झुकिरे यही हो गाई कोही कराउनु यही हो कराउनु चाहिँ यही हो गाई यहाँ छोड्दैन गाइस दिस इज द यो चाहिँ कुन चाहिँ किराबाट बन्छ भने तपाईँलाई कुनै जानकारी चाहिएको छ भने मलाई लाग्छ भने यो चाहिँ हाम्रो बारीमा पाउँछ नि जुन अदुवा बारीमा मकै बारीमा खुम्ले किरा हामी खुम्ले किरा भन्छौँ इलामतिर जुन चाहिँ मकै बारीतिर पाउने गर्छ यो किराको चाहिँ यो किरा हुन्छ है पछि इन्भल्भ भएर झ्याउकेरी यो झ्याउकेरी चाहिँ इन्भल्भ भएर यस्तो हुन्छ खुम्ले किराको ल त साथीहरू खुम्ले किराको चाहिँ झिउकिरी बन्ने रहेछ भन्ने हाम्रो साइकलले पनि भनेको चलौँ किन हाम्रो यात्रा अघि बढाउँ चाबी खोइ I don't have any key. भैया भाई मुन्ना किसने तुझे चेतन किया दौड़ दूंगा फोड़ दूंगा यसले एउटा मोटोको दामी गर्छ नि ओइ यो गर्नु त मोटो दामी गर्छ नि तैले के हो मोटोको क्या मोटो पल्टोको खुशबू अरे हम पतलू खाली पेटबाट दिमाग बत्ती नहीं चलती समोसा कुछ नहीं होता अरे इधर है चंगम अय्यम्मा हाम्रो गाउँमा यही देखेर त मैले गयो किधर चल रहे हैं अरे यहाँ हाम्रो नहीं चिंगम चाट ये तो बहुत लंबा रास्ता है ओए मेरे यार बड़े ओए पापड़ वाले नू चिंगम छ सनी देओन पनि छ सुन्नुहोस् है मोटु यसको लजार हुन्छ मोटु हाँ मोटु खुशबू अरे हम पतलू खाली पेट भरे दिमाग की बत्ती नहीं चलती मोटु बात मत करो चिंगम यहाँ चिंगम दे अय्यम्मा भारत माता की कसम अरे कानून की कसम बुढ़ी बाबा हमने 20 साल के तजुर्बा है ऐसे तजुर्बा में हमने ऐसे चिंगम नहीं देखा ओए मेरे यार बड़े ओए मेरे पापड़ वाले नू ओए चिंगम सारे ओए मेरे चिंगम सारे इधर आ जा बे ओए कौन है मैं तोड़ दूंगा फोड़ दूंगा चिंगम के जैसे निचोड़ दूंगा ओए
तोड़ दूंगा। डॉन बनेगा डॉन, कौन रोकेगा हमको कौन। दामी थियो यसले सिङ्गमको चाहिँ। साथीहरू यस्तो छ हाम्रो चाहिँ रमाइलो रमाइलो। हाम्रो यता चाहिँ हाम्रो मेसी भाइले सिङ्गम सर जस्तै हेर्दा पनि पाउनु पुलिस होइन पुरा पुरा दिइरहेछ। दामी छ भाइ लाइक। साथीहरू रमाइलो हुँदैछ हामीले। हाम्रो साइकलले पनि एउटा दिन्छ अरे कला। लु त्यतातिर अब अघि रेकर्डै भएको थिएन नि त, अघिको रेकर्डै भएको थिएन नि त। तर हाम्रो घटो केटामा कुकुरहरू हैरान भइसक्यो। र साथीहरू हामीले चाहिँ पुरा बाटो नभेटेर चाहिँ अब यहाँ कता हो जङ्गलको बाटो झोडै हुँदैछ। हाम्रो पुरानो पुरा ठाउँहरू चाहिँ जानुपर्ने, जङ्गल घारी, अदुवा घारी, कोपी घारी। हाम्रो दिपेन दाइले माछाला साथीहरू। हाम्रो मेसीले चाहिँ यो कहाँ कुदाए बासिनी डाँडा भनेर चाहिँ हाम्रो गाउँ जाने बाटो निकाल्न आँटेछ नि त नि। ओ माई लट, ए भगवान गाह्रो छ गाह्रो। ओइ ओइ लालु होइन त्यहाँ तलको, ओइ तल हेर्न आलु होइन त्यो आलु हो त। कहाँबाट यहाँ आइस यहाँ तल चाहिँ हेर्नुहोस् है साथीहरू हाम्रो आलु भाइ पनि। ओ माई आलु भाइ यहाँ तल भेटिसक्यो। यहाँ हेर्नु काँडा देख्न सक्नु। ओ काँडा निकाल्नु पनि, काँडा भाँसिसक्यो नि हुन्छ। यो होइन कि हिँड्न ओ माय गॉड, यो कुन चाहिँ बाटो लिएर आऊ? ओए कता हो यो भिरो मेसी? मेसी भाइले भ्लग गर्दै लिएको थियो यता कहाँले लियो। यहाँ पिरमा छ मान्छेहरूको भिडमा, तर बुझ्ने कोही छैन, तर बुझ्ने कोही छैन। कस्तो हो यो विचित्र भन्ने गीत चाहिँ मलाई याद। हाम्रो साइके गीतले ठहरै भइसक्यो। चप्पल चिपेर त हैरान भइसक्यो काडक्स। ओ माई काडक्स। हाम्रा यता हाम्रो खण्डीकै टारको टोलीहरू छक्कै परिसक्यो को बौलाहरू आयो भने। त्यही त दिउँसो भयो नि त होइन, 12-1 बजी भयो भने राति हुँदैछ जङ्गल कुदिएर केटाहरू। सम्झिँदा माका यो त रात परेको बेला कुदेको नि त हामी। ओ माई लर्ड। आम्मा जोसै हो नि, जोसै हो है साथीहरू। यो यत्तिको जोस चाहिँ हुनुपर्छ है केटा हो, यत्तिको जोस चाहिँ हुनुपर्छ होइन सिपी? यत्तिको जोस चाहिँ चाहिन्छ है केटा हो के गर्नुको लागि। बेलुकीको अनि बेलुकीको 4-5 बजी चाहिँ हामी तल बासिन डाँडा घुम्नु भनेर हिँड्ने गरे। आमा झोडी गाडी पेल्दे, खोला नाला पेल्दे, हाम्रो मेसी भाइले निन्द्रादेखि उठाउँदै हिँडेको। पहिला त कहाँ यो बाटोहरू थियो त, यस्तो बाटो थिएन होइन, सानो गोरेटो बाटो हुन्थ्यो। त्यतिखेर चाहिँ नि हामी चाहिँ खोला जाँदै अनि कालिज बास लगाउँदै
हिँड्ने जग्गाहरू चाहिँ हो। तर अब अहिले चाहिँ पुरा रोड बनिसकेको छ। यहाँ अब तपाईँहरूले पिकअपहरू बाइकहरू त आनन्दले कुदाउन सक्नुहुन्छ। अब हाम्रा साइके जस्तो मान्छे चाहिँ नाच्दै पनि हिँड्नु सक्छ, नाच्दै हिँड्नु सक्नुहुन्छ। अनि साइके जस्तो मान्छे भनेपछि कस्तो भइसक्यो होला त हाम्रो जग्गा। अब लगभग हामी चाहिँ हाम्रो वासस्थान हाम्रो गन्तव्यसम्म आइपुग्यौँ। हामी चाहिँ खासमा बासिन डाँडा घुम्नु बिसाउनु भनेर आएको, त्यहाँ आइपुगिसक्यो। यो चाहिँ हाम्रो थामी बप्पाहरूको कपुरको सानो सम्झना स्वरूप बनाएको यो हाम्रो थामिनी मुमाको यता थामी बप्पाको गर्दै बनाएको ठाउँ हो। यो ठाउँमा आइपुगिसक्यो। बासिन डाँडा चाहिँ हाम्रो त्यही मात्रै हो। आम्मा जोस केटाहरूको कडा हो, हिँडाइ त कडा भइरहेछ। बासिन डाँडा आइपुगिसक्यो। अब एकछिन यहाँ बसेर फ्रेस हावा खाएर रमाइलो गरेर जाँदै हुन्छ होला। तर घाम चाहिँ भन्नुपर्दा तपाईँहरूको आम्मा डुबिसके अन्तिम डाँडाको फेद। म तपाईँहरूलाई एउटा कुरा भन्नु गइरहेको छु। अनि हामी चार भाइ आएको छौँ। चार भाइ आउँदा चाहिँ एकजना चाहिँ किन आएको छ भन्दाखेरि यहाँनिर सुत्नु लगाएको अरे, माथि घरमा निन्द्रै पुगेन भनेर यहाँ जङ्गलमा यसो निन्द्रा पुऱ्याउनु आएको अरे। त्यो निन्द्रा पुऱ्याउनु चाहिँ त्यही अगाडि हुन्छ त्यो दाइ सुत्नु आएको अरे। ओ यहाँ त यत्रो त्यो भोल गएको रहेछ नि। ल अब हाम्रो फाइनली हेभेन डाँडा आयो। हेभेन आइसक्यो। हेभेन देख्न सक्नुहुन्छ हाम्रो डाँडा चाहिँ यस्तो दामी छ। म यहाँदेखि कर त सबैले सुन्छ होला। घाम पनि ठ्याक्क डाँडामा डुब्नु आँटिरहेको रहेछ। दामी छ है डाँडा चाहिँ। यो हो नि त हौ पिस भनेको चाहिँ होइन। घाम चाहिँ ठ्याक्कै डाँडामै मात्रै रहेछ। ल केटाहरू हेलो, ए आइपुग्यो फाइनली बासिन डाँडा। अब एकछिन बिसायो हुन्छ, त्यहाँदेखि फोटोसोटो खिचेर चाहिँ अनि जानुपर्छ होला। आमा यता छिरे फेरि आँखामा घाम। ल साथीहरू हामीले चाहिँ माथिबाट हाम्रो साइली साउनीकोबाट भरे तल अघि चाहिँ एकदम मिठो मिठो स्वाद लाग्यो नि त चटपट। त्यो भएर चाहिँ अनि केटाहरूले बोकौँ न त तल गएर डाँडामा गएर खुवाउँ भनेर चाहिँ चटपट पनि बोकेर आएको छ। केटा चाहिँ हान्दैछ बिस्तारै हान्ने। यो डाँडा चाहिँ हामी सोप्पक छ कि वरिपरि डाँडै डाँडा। यहाँ हामी बसेको पनि डाँडा हो। अनि तपाईँहरूले देख्नु सक्नुहुन्छ उता चाहिँ हाम्रो जुरे अनि के पो शान्तिपुरहरू भन्ने जग्गा पर्छ। अनि यता हाम्रो यहाँ पारि भनेको के पो कुटी डाँडा। अनि यता हाम्रो कन्याम भइगयो, यता हरकटे भइगयो, यता हाम्रो मलिमहरू परिगयो। अनि हाम्रो जग्गा चाहिँ यहाँदेखि माथि पर्छ हाम्रो ठाउँ चाहिँ हाम्रो गाउँ। अनि यस्तो यहाँबाट चाहिँ चारैतिरको भ्यूहरू चाहिँ राम्रो देखिने भएकोले हामी चाहिँ अब पहिला पनि आउने गरिन्थ्यो नि त। त्यही भएर अनि फेरि अब धेरै समय पछाडि गइदिउँ भनेर चाहिँ आइदिएको। देख्न सक्नुहुन्छ यहाँ माथि हुन्छ हाम्रो आइतबारे फ्याक्ट्रीहरू आइतबारे पर्छ। अनि त्यस्तैसँगै अनि यता हाम्रो कन्याम फिक्कलहरू छ यतातिर। अनि यता कन्यामहरू भइगयो। त्यस्तै रमाइलो ठाउँ छ। हेर्दा हेर्दै घाम पनि डुबिसके हेर्नु सक्नुहुन्छ है। हाम्रो चाहिँ अब यहाँ सूर्य अस्ताउनु के भन्छ अस्ताउने सूर्य अस्ताउनु हेर्नु चाहनुहुन्छ भने यहाँबाट देख्नु सक्नु सूर्य पनि अस्ताउँछ। एकदम रमाइलो पिसफुल ठाउँ छ कि यस। पहिला चाहिँ अब यहाँ हाम्रो ठाउँहरूबाट पिकनिक पनि खान आउने गर्थ्यो। अब अहिले चाहिँ खासै आइँदैन। हामी त अब धेरै 10-15 वर्ष पछाडि आइएको होला पिकनिकहरू खाने गर्थ्यो। अब हामीले चाहिँ आज यही हल्का होइन सानो चटपट लिएर पिकनिक मनायो हुँदैछ। अब हामी यसो खाजासाजा खाएर एकछिन बसेर अनि भिडियो सिडियो बनाइन्छ, फोटोसोटो खिचिन्छ। हाम्रो साइके भ्लगलाई पनि तपाईँहरूले फलो गरिदिनु होला।
हाम्रो यता के पो अभिषेक भ्लगलाई पनि तपाईँहरूले फलो गरिदिनु होला, सपोर्ट गरिदिनु होला। अनि मलाई पनि मेरो युट्युब च्यानल तपाईँहरूलाई अब फेसबुकमा म यो अपलोड सेयर गर्नेछु। युट्युबमा पनि मेरो टुकर राई छ, त्यहाँ पनि सपोर्ट गरिदिनुहुन्छ भने मैले धेरै धेरै आश गरेको छु। ल साथीहरू खाजा खाउँ होइन, खाजा ग्रहण गरौँ होइन, हाम्रो चिया भान्जीको जस्तो। ल साथीहरू, ल साथीहरू अब चाहिँ हामीलाई लगभग यहाँ आधी घन्टा पनि हामीले बिताइसक्यौँ। रात एक घाम किनभने चाहिँ हाम्रो घाम पनि डुबिसक्यो। यता चाहिँ अलिअलि यो डाँडामा घाम मिरमिरी छ। अब चाहिँ हामी घर जान्छौँ होइन त मिसी भाइ? ल केटा हो मुप साथीहरू, हाम्रो मेसी भएको चाहिँ अब गएर घाँस पनि काट्नुपर्ने अरे, त्यही भएर अब हामी चाहिँ लाग्दैछौँ। मेरो पनि घाँसको बिहान काटिसकेको अब हाल्दै जानुपर्ने। अब चाहिँ हाम्रो बासिनी डाँडाबाट पनि बिदा माग्न चाहन्छौँ। जाडो हुन्छ। यसले चाहिँ हेर्न आम्मामा खोइ भेस्ट, त्यही माथि स्वेटर, त्यसमाथि त्यो ज्याकेट पनि बोकेर हिँडेको रहेछ। आहा बाबु यता हेर त एकचोटि, यता हेर त बा, यता हेर। आहा किसिमै देखेँ नि बा तिमीलाई त किसिमै देखेँ नि। आहा कति राम्रो मान्छे, कस्तो मम्मीले पाउनु भएको उहाँ बाबुलाई। आहा हेर्नुहोस् त उहाँको जम्पर हेर्नुहोस्, उहाँको ज्याकेट हेर्नुहोस्। आहा बा क्या किसिम देखिनु भयो नि बा। ल साथीहरू, यहाँ चाहिँ हामीले दौरा पनि भेटिसक्यो। हाम्रो मेसी भाइले चाहिँ एउटा दौरा बोक्नु चाहनुहुन्छ। मेसी भाइ दौरा उहाँले बोक्नु चाहनु भएन। अब यहाँ हेर्नु सक्नुहुन्छ खोला होइन, यो बाढी, यो हाम्रो माथिबाट भोल बगेर आएको रहेछ अस्तिको पानीले। मुमाहरू फेर्नु भयो स्कुलबाट? ए हुन्छ। गाह्रो जाडो छ जाडो। मेसी भाइ एउटा दौरा नबोक्ने? ल केटाहरू अब दौरा पनि नबोक्ने अरे। अब चाहिँ हामी टुकुर हिँड्दै घर जाँदैछौँ। हाम्रो साइकेल ब्लग इन्डियाको ओखर होइन। अब चाहिँ म चाहिँ यहाँदेखि सिधै केटा हो तिमा होइन, केटाहरू उकालो जान्छ होला, म चाहिँ त्यसो जानुपर्ने हुन्छ कि जाने सिबी त्यसो हाम्रो बारीतिर। अब त्यताबाट नि छ के को भन्छस्, घाँस ढोडेको भन्छस् कि अम्लिसोको भन्छस् कि खरको भन्छस् कि? मैले बिहान 2 घन्टा लगाएर काटेको छु कि साथीहरू मैले घाँस चाहिँ। हाम्रो सिपीले चाहिँ खानु एकदम इच्छुक गरेको छ। उसले चाहिँ के दिन्छस् भनेको छ। उहाँलाई चाहिँ म एकदम प्युर हाम्रो अहिलेको ताजा अम्लिसोको घाँस दिन चाहन्छु। के भन्छस् त, खान्छस्? गाई भैँसी भाडा भेडा बाख्रा यहाँमाथि चाहिँ हाम्रो के को बोट भयो, के पो निबार। यो चाहिँ पहिला हामीले पाक्दा चाहिँ जोड खाने गर्थ्यौँ। अहिले केटाकेटीहरूलाई थाहा पनि छैन होला के को दाना भनेर होइन। चक्का पनि गाडी पनि बनाएको नि त्यसको। यहाँमाथि चाहिँ हाम्रो निभाराको बोट रहेछ। चाहिँ खासमा भन्नुपर्दा एकदमै धेरै त होइन, रात परिसकेको छ। 5 बज्यो 6 बजिसकेको छ। अझै टक्कसँगले हामी अब घरतर्फ लाग्दैछौँ। केटाहरू चाहिँ अब आधी बाटोबाट माथि आफ्नो घरतिर जान्छ होला। म चाहिँ आफ्नो अब बारीतिर गएर बस्दैछु नि त। बस्तीलाई अब यसो घाँस हालेर म चाहिँ घर जानेछु। ल त साथीहरू, अब के कस्तो हो आजको भ्लग होइन।
तपाईँहरूले अब कृपया हेरेर तपाईँहरूले अब हेरेर लाइक सेयर सब्सक्राइब गरिदिनुहुन्छ भन्ने ठुलो आश गरेको छु। ल त अब आजको लागि चाहिँ यो भ्लग चाहिँ म यहीँ इन्ड गर्न चाहन्छु। सबैजनाले सपोर्ट गरिदिनुहुन्छ भन्ने धेरै आशा गरेको छु है त। ल केटा ल केटा बाई 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 बाई